ए अज्ञानी बालक, तैले मेरो धेरै अपमान गरिस्। अब म तँलाई यहीँ भस्म गरिदिन्छु। माफ गरिदिनुस् बाबा, मलाई भस्म नगर्नुहोस्। मेरो घरमा सानो सानो चल्लाहरू छ। म भस्म भयो भने तिनीहरूलाई चारो कसले दिन्छ? ओ ब्रदर, एक्टिङ राम्रो छ तिम्रो। पछि गएर एक्टर बन्छौ तिमी। मेरो आशीर्वाद छ तिमीलाई। लौ हेर त, तिमी बाबा कि म बाबा? म हुँदा हुँदा तिमीले आशीर्वाद दिनुपर्छ। तपाईले दिएको आशीर्वाद त लाग्नु पनि पर्यो नि। अस्ति एक्जाममा पास हुन्छौ भनेर आशीर्वाद दिनु भएको होइन? झन् चारवटा विषय लाग्यो मलाई। अनि केही नपढी गएपछि फेल हुँदैन त? पास हुनलाई त पढ्नु पर्यो नि। पढेरै पास हुनु थियो भने त म पढिहाल्थेँ नि। त्यही पढ्न नपरोस् भनेर त तपाईँको आशीर्वाद मागेको नि। ओके, बाबाको आशीर्वादले कहिले काम गर्दैन। अस्ति मलाई पनि तिम्रो लभ पर्छ है भनेर आशीर्वाद दिनु भएको थियो। अर्को दिन त सबै केटीले ब्लक गरिदिएछ मलाई फेसबुकमा। भयो तिमीहरूको, अब म बोलौँ? बोल न त, कसले मुख थुन्देको छ र तिम्रो? उनीहरूको कुरालाई ध्यान नदेऊ बालिके, तिम्रो समस्या बन। मलाई ठुलो पिर परेको छ बाबा। म दिनरात मेहनत गरेर टिकटकमा भिडियो बनाउँछु, तर भ्युज नै आउँदैन बाबा। अब म के गरौँ? यो कसरी हुन सक्छ? यति राम्रो मान्छेको पनि भ्युज आउँदैन र? भिडियो चाहिँ कस्तो बनाउँछौ नि बालिके? म सिलाइ बुनाइको भिडियो बनाउँछु बाबा। हे, सिलाइ बुनेको भिडियो बनाएर कहाँ भ्युज आउँछ त नि? गेट रेडी विथ मी भिडियो बनाऊ, मिलियन्समा भ्युज आउँछ। म पनि फलो गरिदिउँला। ए बालक, नचाहिँदो सल्लाह नदेऊ त। सोशल मिडियाले गर्दा त्यसै हाम्रो चेलीबेटीहरू बिग्रिसकेका छन्। तिमी झन् बिगार्ने कोसिस गर्छौ। ओके, मैले त आइडिया दिएको हो। नलिने भए मलाई बाल।